यहाँ झगडा नगरिन्छ खेल्नवाला झगडा गर्ने आएको कसको प्रेम ठुलो भनेर आएको नि त त्यसले यहाँ झगडा गरेर त झगडा त गर्ने त लौरोले चुटा चुट्दै होइन प्रेमको झगडा चाहिँ हुनु आहा सो हमारा खेला में इतना भी ना चला था तो क्यों कहीं हम धाम के यदि मैले धाम परमधाम देख्न सक्दिनँ मबाट हुँदैन भने म आफूले धामको भनेर के प्रमाण छ मेरो सद्गुरुले भनेको फेरि अविश्वास होइन नि फेरि पुरा विश्वास छ तर विश्वास हुँदै पनि साक्षात्कार किन हुँदैन यसमा झगडा छ अपनी नदेखे बिता गई त म मेरो आफ्नो बिता नदेख्नु मैले बिलादेखिको राज्यभित्रको दिलको कुराहरू भनेर पुरा गर्दा चढे यहाँ पुगेपछि अब यहाँ यतिकै अगाडि बढेर गयो भने त सतगुरुले भनेकोमा चाहिँ विश्वास नगरे जस्तो हुन्छ त्यसले गर्दाखेरि सतगुरुको वर्णनमा शङ्का छैन सतगुरुले पहिचानेको परात्मामा शङ्का छैन एउटा माइनस पोइन्ट छ भने मेरोमा अवगुण छ बोलो श्री प्राणनाथ प्यारे ब्रह्म सृष्टिको लक्षण अनन्त लक्षण एउटा लक्षण के हो भन्दाखेरि आफ्नो गल्ती देख्नु सक्नु यो ब्रह्म आत्मामा पनि तामसीको लक्षण जसले आफ्नो गल्ती देख्न सक्छ त्यो ब्रह्म सृष्टिमा पनि तामसीको दर्ज संसारको हिसाबले तामसीको राम्रो होइन तर महाकारणबाट तामसीको अत्यन्तै उत्तम हो कसरी लक्षण के भन्दाखेरि आफ्नो गुण देख्नु सक्नु आफ्नो अवगुण देख्नु सक्नु यो तामसीको लक्षण हिम्मत चाहिन्छ तामसी भनेको के हो बुलन्द आवाज नै तामसी तामसी भनेको कट्टर अर्कालाई नटेर्ने हो है त्यसैलाई भन्छ ठिकै त आफ्नो अवगुण देख्नुमा पक्का अर्कोको गुणै गुण मात्रै देख्नु यो तामसीको लक्षण महाकारणबाट यो उल्टी पुल्टी संसार छ नि यहाँ त संसारमा जो 10 बजेसम्म सुतेर तामस सुताएको छ खानापिना खानु यो राक्षसी तामसी खता भन्ने अन्त नराम्रो ठिक छ तर परमधामको भाषामा जसमा ज्यादा प्रेम प्रगाढ छ जो परमात्मासँग झगडा गर्न सक्छ त्यसलाई तामसी गुण अनि परमात्मा प्राप्त गर्नको लागि स्वादसी गुण त फुगल लगाइन्छ मन्दिर जानु पर्ने अब सोच्दै छु यो सबै स्वादसी गुण बन्सी बज्दाखेरि को कुदेको थियो तामसी जस्तोको त्यस्तो कुदेको थिएन माइको आवाज आयो कि घरमा जस्तो खोले हिँड्नु सक्नुपर्छ आमै महाराज भरे फर्केर यही घर आउँछ त्यसले गर्दाखेरि सकिँदैन प्रभु बन्सी बजाएर गएको थिएर पो कुदेको हामी त फर्केर आउनुपर्छ त्यसो हो भने समयमा सचेत हुनु पर्यो त्यो एउटा प्रगाढ प्रेम कि आफ्नो लक्ष्यप्रति आफ्नो सिद्धान्तप्रति त्यो खालको चाहिँ तामसी गुण हो र प्रेम जसमा ज्यादा प्रगाढ छ त्यो परमात्माको भाषामा तामसी गुण हो इन्द्रावती तामसीमा पर्छ लगाएन आफ्नो परात्माको जोश आयो जागेर ओहो पर हम में अवगुण इस वास्ते अंतराय त्यसै कारण अन्तराय छ जब अवगुण हम कारण तब क्यों न देखे हम बस आफ्नो अवगुण हाल्नु भयो और इस वास्ते अवगुण को ढूंढने लगे जब नजर जो आइया काट दिए सब तब अब यो 1700 देखि लिएर 1703 सम्म 3 वर्षको सद्गुरुको जुन साधना यात्रा छ यो अत्यन्तै कष्टदायी छ अत्यन्तै दार्शनिक छ एकदमै दर्दभूल छ यो अब यसलाई सहन गर्ने ताकत पनि सुन्दर साथले अलिकति लिएरै आउनुपर्छ यदि आफ्नो आद्य गुरुको यो सुन्ने क्षमता हो भने आफ्नै विकल्प हो भने चाहिँ यहाँ समावेश हुन सक्नुपर्छ अब कसैको भन्छ दर्द कति बेला आउँछ भन्दाखेरि त्यसो त एयर क्रासमा कति मौसम भनेर दर्द आउँछ एयर क्रास कहाँ कति नम्बर फ्लाइट कहाँ जाने फ्लाइट किन खोजी हुन्छ किनभने बिहान मेरो घर पनि एकजना सदस्यको आयो अब खोजी सुरु अनि भने त्यही फ्लाइट रहेछ भने ओहो भौतिक संसारमा ज्वलन्त देखिरहेको त्यस्तै आफ्नो मन आउँदाखेरि दर्द आउँछ यदि भने प्राणनाथजीको साधना आफ्नो साधना प्राणनाथजीको यो सारा सिद्धान्त दिनेवाला
यत्रो पर्दा उडाएर परमधाम दिनेवाला महापुरुषको यो आफ्नै स्वरूप हो भने चाहिँ सुन्दर साथलाई सुन्नको निम्ति र अपनाउनको निम्ति बहुतै हिम्मत पनि चाहिन्छ। बहुतै कष्ट यहाँनिर उठाउनु भएको छ। कसको लागि भन्दाखेरि हम आइकने काममा ब्रह्म सृष्टि लेने घटना। कसको लागि भनेको छ भन्दा हाम्रो लागि। यति गर्न सकिँदैन, राइट कुरो राज्यले गराउँदैन पनि, डोन्ट वे। प्राणले सदगुरु कष्ट दिनुहुन्न सुन्न सक्छ, किनभने धनी बढै कृपा। तर हाम्रो फर्ज कि उहाँहरूको साधनाप्रति चाहिँ हार्दिकताको साथमा दुई थोपा आँसु चाहिँ उहाँहरूलाई दिएर आफू चाहिँ धन्यवाद। राज्यले कस्तो दिनुहुन्न, प्राणले सदगुरुले सब उठाएर त वाणी लिएर ल यो वाणी पढ, चिन्तन गर, आपसमा चर्चा गर। मैले 2 पैसा आएको खाएको छु, मेरो 16 आमा घरको खाऊ, तर मेरो ध्यान चाहिँ न। अब के गर्न सक्छु र? इन्द्रावती आत्मालाई माध्यम बनाएर 12,000-24,000 अनन्त जीवको लागि रास्ता खोलिदिनु भएको छ। त्यसैले यति साह्रो कष्ट त तपाईँले चाहे पनि राज्यले दिनुहुन्न। तपाईँले साधना गर्नु चाहनु भन्नु भने राज्यले दिनुहुन्न। किन भन्नु त? छोराछोरीले मनै कष्ट उठाउँदा बाबा आमालाई सहन हुन्छ? केही न केही गुणा मैले जस्तो कष्ट उठाउनु नपरोस्। मैले दाउरा काटेर पढेको, दाउरा बेचेर पढेको, त्यस्तो कष्ट उठाउनु नपर्छ भनेर मातापिताको भाव हुन्छ एउटा। त परमात्मा त अनन्त मातापिताको पनि मातापिता हो। उनको हृदयमा कति दया, कति कृपा छ, त्यसलाई हृदयमा गरेर तपाईँ चाहनुभयो भने पनि त्यस्तो कष्ट दिनुहुन्न राज्यले। हेर्नुहोस्, यति चाहिँ जरुर भन्नु होला उनको मुखबाट, तुम दुलाहा मै दुलही और न जान्नु बा ईश्वर कसौँ सेवा गरौँ सब हाम्रो साक्षी। हे राज्य, अब केही गर्न सकिँदैन भने हाम्रो प्रार्थना चाहिँ भयमय नभएर भावनामय बनाउन चाहिँ मद्दत गर्नुहुन्छ। र त्यो भावना जगाउनुको लागि चाहिँ अलिकति आफूले मेहनत गर्नुपर्छ। तर राजधानी बडै कृपाल, राज्य प्रेम स्वरूप हुनुहुन्छ, कष्ट दिनुहुन्न। र कष्ट दिनुहुन्न राज्य नारायण सुन्दर साथलाई एकदमै उपरबाट वर्षा गरे धनमान पनि बनाउनुहुन्न। त्यो पनि आशा नराख्नु, यहाँ भनिदिरहेको छु पहिल्यै, पछि गएर दुःख नपाउनु। राज्य महाराजको प्यारो सुन्दर साथलाई कहिले पनि धनाटे बनाउनु। किन भन्नु त? बेसी धनी भयो भने बेसी हाल्छ। अनि कति भिक्षामानै बनाउनु। तपाईँ सर्वे गरेर हेर्नु सुन्दर साथलाई, पुरा भारत नेपाल सबै सर्वे गर्नु, आसाम मणिपुर सबै, त्यस्तो पनि छैन, त्यस्ता गरिब पनि डेली हुँदा राज्य महाराज निकाल्नु छम्मै पनि डुबाउनु भएको छैन। त्यस्तो एकाध 1-2 महापुरुष देखेर, तर ती धनाढ्य व्यक्तिहरू हाम्रोमा बम्बईमा कता छन्, सबैतिर छन् धनाढ्य व्यक्ति। उनीहरूको पनि भित्र भक्तिभित्र गुह्य भक्ति हुन्छ। त्यो राज्यले देखेर जो कति भुलेको छन् त्यो नजर कहाँ निकाल्नु जस्तो कोही कोही छन् त्यस्ता। जति सुन्दर साथ धनाढ्य छन्, उनको प्यारालामा अरू पनि धनाढ्यहरू छन्, तर उनीहरू बारतिर गएर, रेस्टुरेन्टतिर गएर समय बिताउँछन् भने हाम्रा सुन्दर धनाढ्य सुन्दर मन्दिरतिर गएर अलिकति राज्यले खिचिरहेको हुन्छ। त्यति ब्यालेन्स मिलाएर राज्यको नजर एकदम सुन्दर साथमा। त्यसो भए तिमी पक्षपाती गरी के हो? के गीतामै भनेको छैन तिमीले याद गरे म पनि याद गर्छु त्यहाँ पक्षपाती हुनु पर्यो भनेको। परमात्माले म्यानेजमेन्ट सबैले दिनुभएको छ, शास्त्र पनि दिनुभएको छ, उदाहरण पनि आएर, चरित्र पनि आएर गर्नुभयो, बुद्धि पनि दिनुभयो। अब बुद्धि युज नगरेको त भोग्नु त परेन। र जसले बुद्धि युज गरे, विवेक युज गरे, नेचरली लर्ड विल बी ह्याप्पी विथ हिम। कुनै त त्यो नेचर हो, अलिकति पनिसमेन्ट पनि दिनु पर्यो। त्यसले गर्दाखेरि धनी बढाइ कृपालु, राज्य बहुतै कृपालु हुनुहुन्छ, त्यस्तो दुःख पनि दिनुहुन्न। तर उनको भाषा बुझेर जीवन धन्य बनाऊ र केही दुःख पर्यो भने पनि राज्यले गाली चाहिँ नदिनु। हाम्रो राज्य हेर्नु न, फल्नवाला त्यो गर्न त त्यस्तो छ, हामीलाई त राज्यले राज्य प्यारो हुनुहुन्छ, छेउमा बोलाउनलाई बैरागी दिनु। यी सबैको अध्ययन देख्दै भोलि